सर्वस्वीकार्य हुने खालको र कानुन नियम र नीतिले मिल्न सक्ने कुराहरूमा परिमार्जन गर्नका लागि तयार रहेको कुरा हुँदा भइसकेपछि र बारम्बार यी चीजहरू धेरै अगाडिदेखिका मन्त्रीज्यूहरू, बोर्डका अध्यक्षज्यूहरू र विभिन्न सङ्घ संस्थाका साथीहरूको संयुक्त प्रयासबाट थुप्रै ड्राफ्टहरू भइसकेपछि निकालिएका ती ड्राफ्टहरूको निर्गोलको ड्राफ्ट हो भन्ने मलाई लाग्छ र त्यसमाथि नै जति सुधार्ने हो त्यही माथि नै सुधार्दाखेरि चाहिँ चाँडो हुन्छ भन्ने मलाई लाग्छ। केही नीतिगत कुराहरू छन् जो माननीयज्यूहरूले छलफल गरिसकेपछि उहाँहरूबाट त्यो आइसकेको जुन कुरा अहिले विभिन्न सङ्घ संस्थाहरूले उठाउनु भएको छ त्यो अगाडि पनि उहाँहरूबाट आएको थियो र त्यसलाई चाहिँ परिमार्जन गर्नका लागि माननीय सांसदज्यूहरूबाट चाहिँ अगाडि पोइन्ट हजुर संशोधनहरू चाहिँ आइसकेको हुँदाखेरि मेरो विचारमा त्यति ठुलो मेरो 70% भनेको थिएँ, अहिले यहाँ कुरा सुन्दाखेरि जब त्यो बुँदाहरू बढेको छ मेरो विचारमा 80% चाहिँ पहिला जम्मा 9वटा संस्थाहरूले दिनुभएको यही अहिलेको प्रस्तावित विधेयकमाथि 9वटा संस्थाले दिनुभएका चिजहरूमध्ये 80% त्यतिखेर मैले 70% जस्तो लागेको थियो, अहिले हेर्दा 80% जति चाहिँ समाहित हुन सक्ने देखिएको र परिमार्जन हुन सक्ने देखिएको हुँदाखेरि मेरो विचारमा यसमा अर्को चिज पनि राख्नुपर्ने छैन। केही चिजहरू छन् जस्तो एआईका कुराहरू चलचित्रले सिधै अहिले निर्गल गर्न पर्ने र भविष्यमा यस्तो हुन सक्ला भनेर गर्न सक्ने अवस्था छैन। एआई सञ्चार मन्त्रालयले नै अर्को नियम बनाइरहेको र त्यही नियम अन्तर्गत रहेर त्यही कानुन अन्तर्गत रहेर हाम्रा नियमहरू अगाडि बढ्ने कुरामा म प्रष्ट छु र केही कुराहरू जस्तो भेग कुराहरू चाहिँ साथीहरूको मैले सुन्न पाएँ, त्यसमा चाहिँ सबैले छलफल पनि गरौँ। विकास गर्नुपर्छ भविष्यका लागि भन्ने जस्ता शब्दहरू सुन्दा रमाइलो हुन्छ, तर के गर्दा विकास हुन्छ, कुन भविष्यमा के हुन्छ भन्ने जस्ता कुराहरू चाहिँ पिन पोइन्टमा जानुपर्छ भन्ने लाग्छ।